हेलो गाइस, आज मेरो एनदर ब्लग म सबैलाई वेलकम हैन। आज चाहिँ हाम्रो असारको 2 गते सुरु भयो। अब असारतिर माथि लेकतिर कोदो रोप्न जाँदै कोदो रोप्नु पर्छ। असार लाग्यो, बर्खा लागेपछि अच्छा हमको सिखा रही अब कोदो भरितिर जान आँटेको हैन। कोदो रोप्न कोदो बारीमा जान आँटेको। कता जाने रे भाइ? यता गाइस कोदो रोप्नलाई आमा गाइस यता चाहिँ हाम्रो ठुलो मम्मी चिया पकाउँदै हुनुहुन्छ। गाइस यता चाहिँ हाम्रो कोदो रोप्ने रोपडेहरू हैन। अनि यता चाहिँ हाम्रो ठुलो मम्मी मेरो फुपूहरू चाहिँ बिउ खाँदैछ। उहाँको छोराले पठाउने रे, मेरो चाहिँ दाइबाट छ हैन। अब उहाँको छोराले नि देखोस् भन्ने आशा रहेछ कि उहाँहरूले चाहिँ। गाइस अब हामीले यता खाना खाएर फेरि कोदो रोप्न आँटेको अवस्था होइन गाइस। चाहिँ सुत्ने मान्छे कोही छैन ल, बिचरा दारी पनि टान्ने देखाएको छ। यस्तो लाग्नु छ बिचरा भाइ। गाइस अब यता चाहिँ होइन हामी कोदो रोपेर यति गरेर आधी रोपिसकेको छ खाना खाएपछि पनि। यता चाहिँ हाम्रो याफेन कोदो रोपेर हुनुहुन्छ। सबै वंशी केटाहरूले नै कोदो रोपिरहेको छ होइन हाम्रो चाहिँ यतातिर। यो चाहिँ हाम्रो लुलु भाइ, उहाँ उसको कोदो रोपेको आज चाहिँ हामीले। यो चाहिँ चिम्सेका हामी। अनि उतापट्टि सबैजना हुनुहुन्छ, दिदी सल्टी अरू सबैजना हुनुहुन्छ होइन त्यतातिर कोदो रोप्न। मेमे लामाज्यू कोदो रोप्दै हुनुहुन्छ। गाइस यति धेरै होइन कोदो बारी रोपिसकेको छ। उता मुनि रोपिसकेको छ होइन गाइस। अब मुनि मकै बारीमा पनि कोदो रोप्न छ। ठुलो भएको उहाँको कोदो रोपेको सक्नुपर्छ 2 गते। मेमे लामा कोदो बारिहाल्दैछ। मुनि भोताङमा रोप्न जानुपर्छ। गाइस हामी चाहिँ होइन माथि कोदो रोपेर आइसकेर अब मुनि मकैतिर कोदो रोप्न जान आँटेको होइन। यतै भ्यू लिएर आएको छु माथिबाट कोदोको भ्यू। पछि बसेर पनि धेरै मान्छेहरू छ। अब मिलाएर गरी गएर त्यहाँ गाइस कोदोभित्र यसै खन्नुपर्छ क्या, मकैभित्र यसै खन्नुपर्छ। अरे कहना क्या चाहते हो? फेरि कोदो रोप्दै आउँछ। उता रोपेछ कोदो पिता मारियो मकै बारी धेरै आज पानी पनि झर्नु थालेको छ। अब एकछिनपछि के हुन्छ हेरौँ है त। गाइस यतातिर खाजा खाँदै बिचरा भाइ भोक लागेको छ धेरै। यता हेर्दा भाइ धेरै भोक लागेको छ आगाउने गरी। समझ रहे हो ना? लास्ट पुरा होइन पानीले भित्र लुगाइकन पर्छ। गाइस भएन अरे होइन यता कोदो रोपिसकेको छ। अब हात खुट्टा धुनुपर्छ एकछिनपछि होइन। तर आजको लागि मेरो भ्लग यति नै रहेको छ होइन गाइस। अब फेरि अर्को भ्लगमा भेटौँ होला। आज असारको 2 गते कोदो रोपिसकेको छ।